नमस्कार। मुलुक कम्युनिकेसनको मुलुक संवादमा स्वागत छ। म किरण धामी। हामी मुलुक संवादमा विभिन्न विषयवस्तुहरूमा रहेर कुराकानी संवाद छलफल गर्ने गर्दछौँ। स्वास्थ्य, शिक्षा, राजनीति, समसामयिक विषयवस्तुहरूमा हामीले विभिन्न बेला बखतमा चाहिँ संवाद गरिरहेका हुन्छौँ, छलफल गरिरहेका हुन्छौँ। आजको यस बसाइमा हामी विशेष गरेर सोभियु निर्वाचनमा केन्द्रित हुनेछौँ। चैत 5 गते सोभियु निर्वाचन हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त विद्यालय क्याम्पसहरूमा सोभियु चुनाव हुँदैछ। चैत 5 गते यो अन्तर्गतमा रहेर डोटी जिल्लामा रहेको डोटी बहुमुखी क्याम्पसमा पनि सोभियु निर्वाचन हुन गइरहेको छ। यही सन्दर्भमा रहेर हामी कुराकानी गर्नेछौँ। डोटी बहुमुखी क्याम्पसमा त्रिपक्षीय चुनावी माहौल बनेको छ। 3वटा पक्षले चाहिँ चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। नेभी सङ्घ, अनेरा सोभियु, त्यसै गरी अखिल क्रान्तिकारी र समाजवादी, अखिल समाजवादीको प्यानल। 3वटा सङ्गठनहरूले, 3वटा प्यानलले चुनावमा प्रतिस्पर्धा गर्दै गर्दा ती 3 मध्येको एउटा अनेरा सोभियुका तर्फबाट सभापतिका उम्मेदवार हुनुहुन्छ हामीसँग आजको यस बसाइमा, सुरेश रोकाया। उहाँ चाहिँ अनेरा सोभियुको तर्फबाट डोटी बहुमुखी क्याम्पसको सोभियु सभापतिको उम्मेदवार रहनुभएको छ र आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै उहाँले चाहिँ आफ्नो चुनावी यो माहौललाई चाहिँ अगाडि बढाइराख्नु भएको छ। आफ्ना मतदाताहरूलाई रिझाउने काम त्यो गरिराख्नु भएको छ उहाँले। हामी यसै सन्दर्भमा रहेर आज कुराकानी गर्दैछौँ। सुरेशजी, यहाँलाई स्वागत छ मुलुक संवादमा। धन्यवाद। आराम हुनुहुन्छ? ठिकै छु। अनि कसरी बढाइराख्नु भएको छ यो चुनावी कार्यक्रमहरूलाई, गतिविधिहरूलाई कसरी गरिराख्नु भएको छ? के छ यो सोभियु चुनावलाई हामीले विद्यार्थीमाझ गएर आफ्नो एजेन्डा सहित विद्यार्थीहरूमाझ गएर हामीले जसरी हुन्छ यो पालि चाहिँ हामीलाई अनेरा सोभियुलाई मत दिई विजय गराउने हुनेछ भन्ने मैले आशा र विश्वास विद्यार्थीमाझ पुग्दैछु। एकदम। सुरेशजी, यहाँ उम्मेदवार भइराख्दाखेरि सोभियु सभापतिको यहाँको उम्मेदवारी चाहिँ किन, के हुन् तपाईँका एजेन्डा चाहिँ? यहाँ म डोटी क्याम्पसको सवालमा मेरो उम्मेदवारी किन भन्दाखेरि डोटी क्याम्पसमा महत्त्वपूर्ण एउटा यो आधुनिक युगमा एउटा विद्यार्थीलाई प्रोजेक्टको माध्यमबाट पढाइ हुनुपर्छ भन्ने एउटा मेरो एजेन्डा मेन त्यही हो। दोस्रो एजेन्डा भनेको स्वच्छ खानेपानी र स्वच्छ शौचालयको व्यवस्था हुनुपर्छ भन्ने एजेन्डा पनि हो। तेस्रो एउटा लाइब्रेरीमा बुकहरू, विद्यार्थीलाई बुकहरू आवश्यक छ र त्यो बुकहरूको व्यवस्था म गर्नेछु भन्ने एउटा त्यो पनि मेरो एउटा एजेन्डा हो। र विशेष गरी भन्नुपर्दा मेरो एजेन्डा खासै त्यो ठुलै पेज भरेर त्यो विद्यार्थीमाझ त्यो भनेको छैन मैले। खास गरी भन्नु भने मेरा प्रिय विद्यार्थी साथीहरू नै मेरो एजेन्डा हुन् र उहाँको आवाज नै मेरो एजेन्डा ठुलो रहनेछ र त्यो एजेन्डा विद्यार्थीको आवाजलाई एउटा आवाज बनाएर म अगाडि बढ्नेछु। त्यो नै मेरो एउटा एजेन्डा हुनेछ। एकदमै। यहाँले आफ्ना एजेन्डाहरू राख्नुभएको छ, उम्मेदवारी किन भनेर प्रश्न पारिसक्नुभयो। यो चुनावी माहौलमा गइराख्दाखेरि अब तपाईँले जित्नुभयो भने भोलिको दिनमा विद्यार्थीहरूसँग चाहिँ कसरी समन्वय र सहकार्य गरेर अगाडि बढ्नुहुने हो? यदि म सोभियु सभापति भइसकेपछि मसँग प्रतिस्पर्धा गर्ने मित्र सङ्गठनहरूलाई पनि समेटेर लग्नेछु र उहाँसँग पनि छलफल गर्नेछु र विद्यार्थीसँग पनि छलफल गर्नेछु र त्यही आधारले म अगाडि बढ्नेछु। सबैको सल्लाह एकमुष्ट लिएर त्यसै गरी म अगाडि बढ्नेछु भन्ने कुरा राख्छु। एकदमै। जो तपाईँले कुरा गर्नुभएको छ, तपाईँसँग चाहिँ अनुभव चाहिँ केही त्यस्तो छ जो मैले जितिसकेपछि होइन यो गर्छु भन्ने कुराहरू तपाईँले राख्नु भएको छ र विद्यार्थीहरूले चाहिँ तपाईलाई विश्वास गर्ने आधार चाहिँ के छ? तपाईँको त्यो नेतृत्वदायी क्षमता चाहिँ के हो?
मेरो म अनिराज सुब्यू जिल्ला सचिव पनि हो। योभन्दा अगाडि म थुप्रै म यो सङ्गठनमा आबद्ध भएर काम गर्दै आउँदाखेरि र विद्यार्थीका समस्याहरूलाई म समाधान गर्न सक्छु र लिडर गर्न सक्छु भन्ने त्यो क्षमता ममा छ। र म अहिले पनि डोटी क्याम्पस फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयर पढ्दै गर्दाखेरि म डोटी क्याम्पसका विद्यार्थीका समस्याहरू प्रशासनमा गएर म त्यहाँ प्रशासनलाई घचघचाउने काम गरिरहेको छु। र अझ झन् तपाईँ प्रिय विद्यार्थी साथीहरूले मलाई एउटा बलियो शक्ति को रूपमा मतदान गरी झन् त्यो बलियो शक्तिको रूपमा म प्रशासनमा गएर फेरि यो तपाईँको मुद्दालाई घचघचाउँछु भन्ने कुरा राख्दछु। डोटी क्याम्पसमा शैक्षिक स्थिति जो शैक्षिक गुणस्तर छ यो चाहिँ बलियो बन्न सकेको छैन भनेर पटक पटक आवाज पनि उठ्छ। तपाईँ सोबियुको सभापतिको आकाङ्क्षी हो, उम्मेदवार हो। यदि तपाईँ सभापतिमा जित्नुभयो भने पनि त्यो शैक्षिक गुणस्तर बढाउनको लागि चाहिँ के कस्ता पहलहरू लिनुहुने हो, यहाँको त्यो भूमिका चाहिँ कसरी रहन्छ? यसको लागि पहिलो कुरा त शिक्षकमा राजनीति हुनु भएन। शिक्षकमा राजनीति भयो भने यो शैक्षिक सुधार खसिएको मैले देखिरहेको छु र विद्यार्थी भन्दा पनि शिक्षकले बढी राजनीति गरेको देखेको छु। र यसै गरी विद्यार्थी साथीहरूलाई पनि म के आग्रह गर्न चाहन्छु भने यो हामी गर्ने भनेको हामीले हो, विद्यार्थीले हो। यो आवाज प्रशासनले सहज तरिकाले सुनिदिनेछ र हामी यो शैक्षिक सुधार गुणस्तरीय शिक्षा को व्यवस्था गर्नेछौँ र यसलाई हामी विद्यार्थी माझ गएर र शिक्षकसँग गएर अन्तर्क्रिया सुझावहरू कुराहरू गरेर कसरी अगाडि बढ्न सकिन्छ र कसरी हामी यो गुणस्तरीय शिक्षा यो डोटी क्याम्पसमा सम्पूर्ण विद्यार्थीहरूले लिन सक्छन्। र अहिले मैले देखिरहेको छु फर्स्ट इयरमा धेरै विद्यार्थीको घुइसो छ र सेकेन्ड इयर थर्ड इयर फोर्थ इयरमा विद्यार्थी 1-2 जना छन्। र यसलाई हामीले कसरी व्यवस्था गुणस्तरीय शिक्षा दिने र विद्यार्थीमा चाहिँ एउटा डोटी क्याम्पसमा पनि राम्रो शिक्षा गुणस्तरीय शिक्षा छ भन्ने खालको वातावरण बनाउनुको लागि हामी विद्यार्थी र शिक्षकले मिलेर एउटा गुणस्तरीय शिक्षा दिनुपर्छ विद्यार्थीलाई। अहिले हाम्रो विद्यार्थीहरू डोटीमै पढ्ने विद्यार्थीहरू पढेर काठमाडौँ धनगढी गइरहेका छन् किनभने डोटीमा त्यस्तो शिक्षा छैन भन्ने एउटा त्यो खालको मनसाय भएको हुनाले र हामी अब सोभ्यू म जितेपछि म एउटा डोटी जिल्लाका विद्यार्थीलाई डोटी क्याम्पसमा पनि राम्रो छ है अहिले भन्ने खालको यो म विश्वास दिलाउन चाहन्छु। विद्यार्थीहरूका पनि थुप्रै समस्या छन्। यो क्षेत्रका विद्यार्थीहरू जति पनि डोटी क्याम्पसमा पढ्छन् उहाँहरूका आफ्नै समस्याहरू छन्। यातायातका विषयमा भयो, अन्य गरिबीका कुराहरू पनि छन्। उहाँहरूले जो फी छ लाग्ने त्यो पनि तिर्न नसक्ने अवस्थाहरू पनि हुन्छ कतिपयको। यो सन्दर्भमा चाहिँ यहाँले चाहिँ के सोच्नु भएको छ, के छ यहाँका चाहिँ योजना यसमा? पहिलो कुरा त मेरो अनिराज सुब्यू सङ्गठनले विद्यार्थीलाई निःशुल्क शिक्षा हुनुपर्छ भन्ने यो आवाज उठाउँदै आएको छ र अहिलेसम्म 1 देखि 12 सम्म निःशुल्क शिक्षा पनि विद्यार्थी लिइरहेका छन्। र दोस्रो कुरा अनिराज सुब्यूले यो छात्रवृत्तिको कुरा पनि आवाज उठाउँदै आएको छ र यो धेरै ठाउँमा लागू भएको छ र केही ठाउँमा नभएको हुनसक्छ। यसको लागि अनिराज सुब्यूले सधैँ आवाज उठाइरहनेछ, यसको पहल कदमी गरिरहनेछ भन्ने कुरा म यहाँ राख्दछु। त्यसै गरी यो विद्यार्थीको अनिराज सुब्यूले विद्यार्थीको आइडेन्टिटी कार्डबाट केही भाडा शुल्क केही पर्सेन्ट छुट हुनुपर्छ भन्ने यो अनिराज सुब्यूको पहिलेदेखि नै माग हो र यो अब कति कार्यान्वयन भएको छैन भन्ने यो कुरा म डोटी जिल्लामा पनि भन्दै आएको छु र अब गर्ने पनि छु। तपाईँको समूह जो अहिले चुनावी माहौलमा उत्रिएको छ, चुनावी प्रतिस्पर्धामा उत्रिएको छ, यो समूह अनि तपाईँको अनिराज सुब्यू तपाईँहरूको मुख्य एजेन्डा चाहिँ के हो, मूल विषय चाहिँ के हो तपाईँहरूले चुनावी मैदानमा उत्रिँदै गर्दाखेरि लिएर जानुभएको? यस विषयमा पहिलो कुरा त अनिराज सुब्यूले निःशुल्क शिक्षा विद्यार्थीलाई भन्ने यो माग नै पहिलो प्राथमिकता हुनेछ। दोस्रो कुरा विद्यार्थीले स्वच्छ तरिकाले गुणस्तरीय शिक्षा लिनु पाउनुपर्छ भन्ने यो पनि दोस्रो माग हो अनिराज सुब्यूको। तेस्रो भनेको विद्यार्थीले यात्रा गर्दाखेरि आफ्नो आइडेन्टिटी कार्ड लिएर र केही भाडा शुल्क छुट हुने यो प्रावधान
अनुराग सुब्बीको पहिल्यैदेखि नै माग हो र यस विषयमा अनुराग सुब्बी गहिरो ध्यान दिनेछ भन्ने कुरा म यहाँ राख्न चाहन्छु। सुरेशजी, एउटा कुरा चाहिँ यहाँलाई म जानकारी गराइहाल्छु। योभन्दा अघिल्लो पटक सोभियो चुनाव डोटी बहुमुखी क्याम्पसमा हुन सकेन, त्योभन्दा पहिला पनि हुन सक्या होइन, यो पाला पनि हुन्छ भन्नेमा चाहिँ तपाईँको सङ्गठनबाट चाहिँ तपाईँ कसरी चाहिँ प्रतिबद्धता जनाउन चाहनुहुन्छ, अथवा तपाईँहरूले चाहिँ त्यो हिंसात्मक गतिविधिहरू अथवा त्यो किसिमको चुनावै बिथुल्ने किसिमको कुराहरू हुन नदिनबाट चाहिँ तपाईँहरूले कसरी चाहिँ यो पाला चाहिँ त्यो स्वच्छ ढङ्गले मर्यादित ढङ्गले चाहिँ निर्वाचन सम्पन्न गराउनेमा चाहिँ प्रतिबद्ध हुनुहुन्छ तपाईँहरू के छ? यो विषयमा पहिलाको चुनाव हेर्दाखेरि यो नेताहरू र विद्यार्थीहरू एकअर्कालाई तान्ने, एकअर्कालाई घचड्ने, तानातान गर्ने, यहाँ मत दिए भन्ने, उहाँ मत दिए भन्ने यस्तो थियो। अनि त्यसै गरी अलिकता सुरक्षाको पनि कमजोरी थियो र अनि पुरै नेता, पालिका अध्यक्ष लगायत वडा अध्यक्ष लगायत सबै नेताहरू आएर विद्यार्थीलाई त्यहाँ म एजेन्डा बस्नुपर्छ र म भोटर हुँ भनेर त्यहाँ गएर एउटा आफ्नो दादागिरी देखाउने त्यस्ता प्रविधिहरू देखेका थिएँ मैले यो अघिल्लो चुनावमा। र यसपालि चाहिँ हाम्रो चुनाव स्वच्छ तरिकाले हुनेछ, भयरहित वातावरणको रूपमा हुनेछ भन्ने कुरा मैले आशा लिएको छु। किनभने यति बेला सुरक्षाकर्मीको पनि त्यस्तै व्यवस्था गरेको छ र प्रशासन पनि, क्याम्पस प्रशासन पनि आफ्नो तरिकाले एउटा बलियो तरिकाले यो पालि चाहिँ चुनाव बनाउनुपर्छ, जसरी भए पनि स्वच्छ तरिकाले बनाउनुपर्छ भन्ने कुरामा पनि मैले आशा राखेको छु। र मैले पनि मेरो सङ्गठनबाट यसपालि चाहिँ चुनाव जसरी भए पनि स्वच्छ तरिकाले विद्यार्थीले रुचाएको मान्छे, एउटा रुचाएको मान्छे, क्याम्पसको नेतृत्व गर्न सक्ने मान्छे, क्याम्पसको लिडर गर्न सक्ने मान्छे, सबैमाझ विद्यार्थीमाझ घुलमिल हुन सक्ने मान्छे, सबैका समस्या बुझ्न सक्ने मान्छेलाई चुन्नु हुनेछ भन्ने मैले यो आशा लिएको छु। सुरेशजी, एउटा कुरा के उठ्छ भने विद्यार्थीहरूको सोभियो निर्वाचन हो, यसमा विद्यार्थीहरू मात्रै संलग्न हुनुपर्छ भन्ने कुराहरू उठ्छ। तपाईँले पनि अगाडि पनि कुरा जोडिसक्नु भएको छ। यो विषयमा पार्टीका स्वार्थभन्दा विद्यार्थीहरूको एजेन्डा र विद्यार्थीहरूको राजनीति अलि माथि हुनुपर्छ भन्ने कुरालाई चाहिँ यहाँले कसरी जोड्नुहुन्छ, के छ यहाँहरूको? अब हामीले क्याम्पसको सन्दर्भमा होस् या आफ्नो जिल्लाको सन्दर्भमा होस्, हामीले नेतृत्व चाहिँ आवश्यक पर्छ। नेतृत्व हुनको लागि विद्यार्थीमाझ नै एउटा नेतृत्व, बलियो नेतृत्व आउने भएकोले हामीले अरू कुराहरू त हामी विदेशबाट ल्याउन सक्छौँ, तर हामी नेता विदेशबाट ल्याउन सक्दैनौँ। यही ठाउँबाट उत्पादन हुने हो, यसै विभिन्न क्याम्पसबाट उत्पादन हुने हो। एउटा आफ्नो लिडर गर्न सक्ने र जनताको समस्यालाई बुझ्न सक्ने र विद्यार्थीका समस्या बुझ्न सक्ने त्यस्तो खालको एउटा नेतृत्व आवश्यक छ। त्यही भएर म विद्यार्थीहरूलाई, प्रिय विद्यार्थी साथीहरूलाई के भन्न चाहन्छु भने हामीले नै गर्ने हो, यो ठाउँको लागि हामीले नै गर्ने हो र यहाँका शैक्षिक मुद्दा होस् या भ्रष्टाचारको विषयमा होस्, हामीले नै आवाज उठाउने हो भन्ने कुरा म यहाँ राख्न चाहन्छु। हामी कार्यक्रमको अन्तिमतिर पनि पुगिसकेका छौँ। अन्तिममा चाहिँ अन्य उम्मेदवारहरू जो दुईजना हुनुहुन्छ तपाईँ बाहेक, उहाँहरूभन्दा तपाईँ चाहिँ फरक कसरी र तपाईँहरूले विश्वास गर्नुपर्ने कारण चाहिँ के छ? किनभने मेरो सङ्गठन जहिले पनि शिक्षाको विषयमा, शिक्षाको मुद्दा उठाएर अहिलेसम्म सबैभन्दा बढी सिट ल्याएर अग्रसर नै छ। किनभने मेरो सङ्गठन वैचारिक रूपमा होस्, सङ्गठित रूपमा होस् र नैतिक रूपमा होस्, विद्यार्थीको माझ गएर त्यो काम गरिरहन्छ। र मेरो सङ्गठन एउटा यस्तो सङ्गठन हो कि जहिले पनि एउटा आफूले बोलेका कुराहरू संविधानमा लेखेका छन् र यो सङ्गठनले विद्यार्थीको माझ गएर विद्यार्थीका समस्या बुझिरहने र के आवश्यक छ, कुन विद्यार्थीमा अहिले कुन शिक्षा दिँदा एउटा उपयुक्त हुन्छ र रोजगारीको कसरी सिर्जना गर्ने भन्ने कुरामा चासो चिन्ता राख्छ र विद्यार्थी माझ गएर विद्यार्थीका समस्या बुझेर र एउटा यो सङ्गठनको जिल्ला सचिव पनि हुँ र अहिले मलाई सोभियो सभापतिको टिकट पनि दिएको छ र यो सोभियो सभापतिमा मैले मेरो सङ्गठनप्रति आशा भरोसा गरेको हुनाले मैले सोभियो सभापतिमा उठ्दाखेरि विद्यार्थीका समस्या, निःशुल्क शिक्षा हुनुपर्छ, छात्रवृत्तिको व्यवस्था पाउनुपर्छ र जनताका छोराछोरीले गुणस्तरीय शिक्षा पढ्न पाउनुपर्छ भने यो अनुराग सुब्बीको माग हो।
हुन्छ सुरेशजी, हामीलाई समय दिनुभयो, यो व्यस्त समय हामीलाई उपलब्ध गराइदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद छ। धन्यवाद छ। यो मलाई पनि तपाईँको मिडियामा बोल्ने मौका दिनुभएकोमा र मेरा प्रिय डोटी क्याम्पस अध्ययनरत गर्ने विद्यार्थीहरूलाई म के पनि भन्न चाहन्छु भने तपाईँहरू कुनै पनि कसैको पनि आश्वासन नजानुहोस्, आफ्नो एउटा स्वच्छ मत र हाम्रो होइन राम्रोलाई दिनुहोस् भन्दै तपाईँको यो मिडियालाई धेरै धेरै धन्यवाद दिँदै यो बोल्ने समय दिएकोमा म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यति बेला हामीले कुराकानी गरेका थियौँ अनेरा सोभियूको तर्फबाट डोटी बहुमुखी क्याम्पसमा सोभियू सभापतिका उम्मेदवार सुरेश रोकाज्यूसँग, उहाँसँग रहेर हामीले कसरी चाहिँ उहाँले तयारी गरिराख्नु भएको छ, के छ अवस्था, उहाँको जित्ने आधार के हो लगायतका विषयवस्तुमा रहेर कुराकानी गऱ्यौँ। हेर्दै गर्नुहोला मुलुक टिभी। अहिलेका लागि चाहिँ मलाई पनि बिदा दिनुहोस्। नमस्कार।